इन्डिजिनस टेलिभिजनको जनसवाल कार्यक्रममा सबभन्दा पहिला म श्रीकृष्ण महर्जनको जोजोलपा नमस्कार अनि अभिवादन तपाईलाई। आजको इन्डिजिनस टेलिभिजनको यो जनसवाल कार्यक्रममा हामीले नेपालका आदिवासी जनजातिहरूको मुद्दा, विशेष त महिलाहरूको मुद्दा र अन्तर्राष्ट्रिय जगतसँग जोडिएर हामी कुराकानीतर्फ लाग्नेछौँ। नेपालमा नयाँ संविधान आइसकेको छ। नयाँ संविधान आइसकेपछि पटक पटक अन्तर्राष्ट्रिय जगतले यो संविधान कार्यान्वयन, आदिवासी जनजातिको अधिकार, उत्पीडित समुदायको अधिकारको सवालमा बोल्दै आइरहेको छ। चाहे EU होस् या संयुक्त राष्ट्र सङ्घ होस्, EUले पनि संविधानमा आरक्षणको सवालमा खस आरक्षणलाई पनि राखिएको सन्दर्भमा रिपोर्टै सार्वजनिक गरिसकेपछि एक ढङ्गको नेपालमा राजनीतिक रूपमा तरङ्गित भएको थियो भने त्यसपछि भएका घटनाक्रम हेर्ने हो भने संयुक्त राष्ट्र सङ्घले यो संविधान निर्माण सवालदेखि लिएर अहिले संविधान संशोधनको सवालमा पनि कुरा उठाइएको छ। संयुक्त राष्ट्र सङ्घको सिडो समिति, जुन आदिवासी जनजाति महिलाहरूको सँग सम्बन्धित समितिले यो संविधान अब संशोधन गर्दै आदिवासी जनजाति महिलाहरूको आत्मनिर्णयको अधिकार राख्नको लागि एक ढङ्गको सिफारिस गरेको छ। साँच्चै यो सिफारिस किन गरियो र संविधानमा कसरी अब चाहिँ यो संशोधन हुन्छ त, यी विषयमा केन्द्रित भएर कुराकानी गर्नको लागि संयुक्त राष्ट्र सङ्घको त्यो समितिको बैठकमा सहभागी हुनुभएका आदिवासी जनजातिका अभियन्ता अगुवा भट्टचन हुनुहुन्छ। उहाँ यशोकान्ति भट्टचन, उहाँसँग अब कुराकानीतर्फ लागौँ। यशोकान्तिजी नमस्कार। जोजोलपा वर्छे नमस्कार। वर्छे जोजोलपा, तपाईँ बैठकमा जानुभयो संयुक्त राष्ट्र सङ्घमा। अहिले पछिल्लो समयमा सिडो समितिले जुन संविधान संशोधनको लागि सिफारिस गरेको छ, आदिवासी जनजाति महिलाहरूको आत्मनिर्णयको अधिकार संशोधन गर्नु भनेर, त्यो भनेको के हो खास? हालसालै सम्पन्न भएको अक्टोबर महिनाको 21 र 22 तारिककोमा नेपाल सरकारले 71औं सिडोको महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन सम्बन्धी महासन्धिको 71औं सेसनमा चाहिँ नेपाल सरकारले 6औं प्रतिवेदनहरू बुझाउनु भएको थियो 6 महिना अगाडि। र यो जुन 21 तारिक अक्टोबरको 21 तारिकमा सम्पन्न भयो त्यहाँ हैन, र त्यसमा चाहिँ हामी 16वटा सिडोको स्याडो रिपोर्टहरू त्यहाँ पेश गरिएको थियो। र त्यसमा चाहिँ हामी आदिवासी महिलाको अवस्था र मुद्दाहरूको बारेमा चाहिँ 4वटा कन्सोर्टियम मिलेर राष्ट्रिय आदिवासी महिला महासङ्घ, राष्ट्रिय आदिवासी महिला मञ्च र आदिवासी महिला कानुनी सचेतना केन्द्र र आदिवासी महिला अपाङ्ग सङ्घले 4 जना र 43वटा आदिवासीका महिलाका संस्थाहरूले इन्डोर्स गरेर हामीले त्यो बुझाएका थियौँ। र त्यहाँ त्यो बुझाउँदाखेरि अनि यो जुन हालसालै नोभेम्बर 9मा सिडो कमिटीले नेपाल सरकारलाई चाहिँ सिफारिस गरेर पठाएको छ। 1 देखि 53वटा बुँदाहरूमा चाहिँ सम्पूर्ण महिलाको क्षेत्रमा, त्यसमा चाहिँ अब जस्तै दलित, मधेसी, आदिवासी, LGBTIQ देखि लिएर हैन अरू इस्युहरूमा जस्तै चेलीबेटी बिचबिखनहरूमा पनि पेश गरिएको थियो। र 1 देखि 53वटा जुन त्यो सिफारिसहरू नेपाल सरकारलाई दिएकोमा यहाँले सोध्नु भएको जस्तै 41 को कमा र 40 मा चाहिँ के भनेर पठाएको छ भने नेपाल सरकारले नेपालको संविधानमा यो जुन सन् 2018 वा हैन 2015 र 2072 नेपालीमा विक्रम सम्वत भनौँ न, त्यसमा चाहिँ आदिवासीका महिलाहरूका मान्यताका अधिकारका कुराहरू नउठेको भएर अहिले चाहिँ सिडो कमिटीले चाहिँ 41 को कमा उहाँहरूले के सिफारिस भन्नुभएको छ भने नेपाल सरकारलाई संविधान संशोधन गर्नु, किनभने त्यहाँ आदिवासी महिलाको आत्मनिर्णयको अधिकार संयुक्त राष्ट्र सङ्घको आदिवासीको अधिकार सम्बन्धी घोषणापत्र अनुरूप संशोधन गर्नु, आत्मनिर्णयको अधिकार आदिवासी सम्पूर्ण आदिवासी र आदिवासी महिलाको भनेर त्यहाँ एकदम महत्त्वपूर्ण हामी आदिवासीको लागि हैन। र यो तपाईले भन्नुभयो नि, अब महिलाहरूको हकमा आदिवासी जनजाति महिलाहरूको आत्मनिर्णयको अधिकार त्यसमा समावेश गर्नुको लागि
संशोधन गर्नुको लागि सिफारिस गरिएको मूल मुद्दा। हजुर, यो सिफारिस भन्नु खोजेको के हो? यो आत्मनिर्णयको अधिकार भन्दाखेरि त्यहाँ के पर्नुपर्ने हो यो विषयमा? अब आत्मनिर्णयको अधिकारका कुराहरू गर्दाखेरि धेरै कुराहरू पर्छ होइन। अब राज्यको जस्तै स्थानीय तहदेखि राष्ट्रिय तहसम्ममा आदिवासी र आदिवासी महिलाका सहभागिता र प्रतिनिधित्वका कुराहरू होइन, जल जमिन जङ्गलमा पहुँचका कुराहरू, मातृभाषामा शिक्षाका कुराहरू, स्वास्थ्यमा र यो जुन सूचना प्रवाहमा आदिवासी महिलाको मातृभाषामा पहुँच हुने कुराहरूदेखि लिएर होइन, आदिवासीको परम्परागत जुन सिपहरू छ, ज्ञानहरू छ, त्यसमा पनि सुधार हुनेदेखि लिएर यसले धेरै आयामहरू थप यसमा यो आत्मनिर्णयको अधिकारले दिन्छ होइन। हामीलाई आत्मनिर्णयको अधिकार छ भन्न साथै हजुर यो कुरा सबै त्यो भित्र पर्छ। 1 देखि 46 वटा जति पनि त्यसमा धाराहरू छ, बुदाहरू जुन छ होइन, दस्तावेज त्यसमा दिएको छ 1 देखि 46 वटा धारा। त्यसका सम्पूर्ण धाराहरूमा हाम्रो आदिवासी महिलाको अधिकार जस्तै आदिवासी जनताहरूले जति उपभोग गर्छ उति नै आदिवासी महिलाहरूले गर्न पाउने छ। र त्यसमा पनि अझ धारा 21 र 22मा चाहिँ उल्लेख चाहिँ के गरेको छ भने अपाङ्गता भएका युवा, आदिवासी महिला, ज्येष्ठ नागरिकदेखि लिएर त्यो हरेक इन्टरसेक्सनालिटीलाई चाहिँ एड्रेस गरेको छ। धारा 44मा चाहिँ आदिवासी महिला र पुरुष दुवैको समान अधिकारका कुराहरू महिला नै भनेर किटान गरेका यो 3टा धाराहरू छ होइन। र धारा 19मा चाहिँ फेरि कुरा गर्नुपर्दा स्वतन्त्र पूर्व जानकारीका कुराहरू छन्। कुनै पनि योजना, कुनै पनि नीति नियमहरू बनाउँदाखेरि, कुनै पनि कार्यक्रमहरू सञ्चालन गर्नु पर्यो वा कुनै पनि ठुल्ठुला हाइड्रो पावरदेखि लिएर यो र ड्याम्पहरू बाँधहरू बनाउनु पर्यो होइन, त्यस्तो हो वा बनाउनु पर्यो भने पनि आदिवासी महिला लगायत आदिवासीहरूसँग परामर्श र उनीहरूको सहमति नलिई बनाउन पाउँदैन भन्ने कुराहरू पनि प्रष्ट उल्लेख छ। भन्दाखेरि अब संविधान संशोधन उनीहरूले भनेअनुसार सिफारिस गरे अनुसार गरियो भने तपाईँले भने जस्तै अब आदिवासी जनजातिहरूको चाहिँ सिफारिस बिना, उनीहरूको सहमति बिना चाहिँ त्यस्ता ठुला परियोजनाहरू गर्न नसकिने अवस्था र उनीहरूको चाहिँ अधिकार, थप अधिकारको चाहिँ यो संविधानमा रहने अवस्था। हजुर, यो आदिवासी जनजातिहरूले उठाइरहेको अधिकार भन्दा पनि थप छ कि आदिवासी जनजातिहरूले जुन उठाइरहेको समानताको अधिकारको लगायतका जुन चाहिँ अधिकारहरू कुरा उठाइरहेका छन् ती अधिकारहरू यो बुँडा थप्न साथै सबै पर्छ? त्यसमा पर्छ, सबै पर्छ। र यसमा जति पनि हाम्रा मानवाधिकारका अधिकारहरू हनन भएको छ, सामूहिक अधिकारहरू हनन भएको छ होइन, यो कुराहरू पनि हनन हुन पाउँदैन। समान रूपले महिला, पुरुष, बालबालिकादेखि लिएर होइन, ज्येष्ठ नागरिक, अपाङ्गता भएका महिलाहरू, पुरुषहरू सबैको हक अधिकार सुनिश्चित हुनुपर्छ भन्ने कुराहरू चाहिँ त्यसमा उल्लेख छ। र हामीले आदिवासी आन्दोलनले र आदिवासी महिला आन्दोलनले पनि यो कुराहरूलाई उठाउँदै आएका हौँ होइन। र आदिवासी महिलाहरूलाई चाहिँ कस्तो छ भन्दाखेरि संविधानमा पनि हामीलाई लिगल इन्टिटीको रूपमा मानेको छैन, जबकि मेनस्ट्रिमिङ महिलाहरूलाई चाहिँ लिगल एन्टिटीको रूपमा मानेको छ। हामीलाई चाहिँ कानुनमा मात्रै दिएको छ होइन अधिकार। कानुन भन्ने कुरा त जहिले पनि परिवर्तन हुन सक्छ नि। संविधानमा मूल कानुनमा भयो भने त त्यही अनुरूप नीति नियम कानुनहरू बन्ने हो होइन। त्यस कारणले यो संविधानमा चाहिँ आदिवासी महिलाको आत्मनिर्णय अधिकारलाई सुनिश्चित गरेर हरेक अधिकारहरूलाई चाहिँ संशोधन गर्यो भने चाहिँ हामी सम्पूर्ण आदिवासी लगायत आदिवासी महिला हामी सबैको यसमा ठुलो उपलब्धि हुने यो हुन्छ। अब चाहिँ संशोधन गर्छ भन्ने कुरामा तपाईँ आशावादी हुनुहुन्छ? संशोधन गर्न किन जरुरी छ भने यो बाध्यकारी कानुन हो। यो मैले सिडा कन्भेन्सन अन इलिमिनेसन अफ अल फर्म्स अफ डिस्क्रिमिनेसन अगेन्स्ट वुमन भन्दाखेरि सिडा अङ्ग्रेजीमा छोटकरीमा होइन, यो चाहिँ 1991 होइन 1991 को अप्रिल 22 तारिकको दिनमा चाहिँ यो नेपाल सरकारले अनुमोदन गरेको हो। यो चाहिँ बाध्यकारी कानुन हो। यसमा चाहिँ 1 देखि 30 वटा धारा 6 भागहरू छ।
1देखि 30वटा धाराहरूलाई नेपाल सरकारले निशर्त सबै पुरा गर्छु भनेर त्यसमा अनुमोदन गरेको छ। अन्तर्राष्ट्रिय जगतमा पक्ष राष्ट्र भएर गरिसकेको अवस्थामा नेपाल सरकारले यसलाई जसरी पनि कार्यान्वयन गर्नुपर्छ। नगर्ने सम्भावना पनि छ हैन। गरेन भने जब गरेन भने शिर उचा हुने कि नहुने, लज्जास्पद वातावरण सिर्जना गर्ने कि नगर्ने भन्ने प्रश्नहरू उठ्छ हैन। अन्तर्राष्ट्रिय जगतमा हजुर यसको अर्थ अन्तर्राष्ट्रिय जगतमा चाहिँ नेपालको छवि राम्रो हुँदैन, दृष्टिकोण राम्रो हुँदैन भन्न खोज्नुभएको। हजुर, छवि राम्रो हुँदैन किनभने यहाँबाट जो पनि मन्त्रीमण्डलका वा परराष्ट्र मन्त्रीहरू गएर त्यहाँ जुन अनुमोदन गर्नुभयो हैन, त्यो कुराहरू त नसक्ने भए त गर्नै हुँदैन नि। र मानव अधिकारका कुराहरू, सामूहिक अधिकारका कुराहरू हामीले कार्यान्वयन गर्छौँ, पुरा गर्छौँ भनेर निशर्त त्योमा अनुमोदन गर्नुको कारण के हो त? यदि आफूले नसक्ने भए त हामीले यो धाराहरू सक्दैनौँ नि, हामीले पुरा गर्न सक्दैनौँ भन्ने उहाँहरूलाई ठुलो अवसर पनि थियो नसक्ने भए, यो धारा सक्दिनँ भन्ने। तर सक्छु भने नै 1देखि 30वटा धारालाई उहाँहरूले अनुमोदन गर्नुभयो। र जुन यो युनाइटेड नेसन डिक्लेरेसन अन राइट्स अफ इन्डिजिनियस पिपुल्सको पनि सहमति जनाइसकेको हो। ILO 169 कन्भेन्सन पनि बाध्यकारी कानुन हो भनेपछि, र यो जुन जातीय विभेदको महासन्धि पनि हैन, उन्मूलन सम्बन्धी महासन्धि पनि बाध्यकारी नै हो भनेपछि धेरै बाध्यकारी कानुनहरू नेपाल सरकारले अनुमोदन गरिसकेको छ भनेपछि यसलाई कार्यान्वयन गर्नु उति नै जरुरी छ। किनभने आफ्नो इज्जतको पनि त सवाल छ अन्तर्राष्ट्रिय जगतमा। र महिलाहरू यदि यो देशको नागरिक हो भने सम्पूर्ण महिलाहरू लगायत त्यसमा पनि हामी आदिवासी भिन्नै एउटा विशिष्ट पहिचान बोकेका, संसारमा नै विशिष्ट पहिचान बोकेका आदिवासी र आदिवासी महिलाहरूको मूल्य, मान्यता, परम्परा माथि उत्तरदायी छ कि छैन भन्ने पनि सरकारको नियतलाई पनि बुझ्न सकिन्छ हैन। र उहाँहरू यदि यो देशको नागरिक हो र समान रूपमा त्यसलाई स्वतन्त्र रूपमा उपभोग गर्ने अधिकार छ भने निश्चय पनि उहाँहरूले अनुमोदन गर्न जरुरी छ भन्दाखेरि उहाँहरूको सिफारिस अनुसार संशोधन संविधान गर्नु जरुरी छ, गर्नुहुन्छ भन्ने कुरामा तपाईँ आशावादी हुनुहुन्छ? आशावादीले अब त्यो सिधा समितिमा सरकारको प्रतिनिधि पनि आएको होला त्यो बैठकमा सायद चाहिँ। त्यहाँ आउँदाखेरि के भनेर आयो त? यो सबै कार्यान्वयन हामी गर्छौँ भन्ने कुरा त्यहाँ बोलेर आउनुभयो कि के भन्नुभयो त? अनि त्यसमा भाग लिन नेपालबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट हैन मन्त्री स्वयं थम्माया पुन त्यहाँ जानुभएको थियो र उहाँले सरकारले बुझाएको 6औं आवधिक प्रतिवेदनका कुराहरू त्यहाँ बोल्नु भएको थियो। र उहाँले जति पनि यो सिड कमिटीले यहाँ उठेका कुराहरू नेपालबाट बुझाइएका यो सिडका स्याडो रिपोर्ट छ र 23 जना सिड कमिटीका सदस्यज्यूहरूले जति पनि सिफारिसहरू दिनुहुन्छ त्यो हामी अवश्य पनि पुरा गर्नेछौँ यहाँ उठेका कुराहरू भनेर हामी समक्ष भन्नुभएको थियो सबैको अगाडि हैन। र नेपालका प्रतिनिधि UN मिसनका प्रतिनिधि दीपक धितालजी हुनुहुन्थ्यो, गौतम कि धिताल म मिक्स भयो है, दीपकजी हुनुहुन्थ्यो। उहाँले चाहिँ धेरै सिड कमिटीले सोधेका प्रश्नहरू उत्तर दिनुभयो र नेपालबाट मन्त्रालयकै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकै सचिव र सहसचिव चाहिँ राधिका अर्याल जानुभएको थियो। सचिव चाहिँ फरिन्द्र गौतम धिताल हो कि गौतम दुईटामा म झुकेँ है, फरिन्द्रजी जानुभएको थियो। अनि उहाँहरूले आफ्नो आफ्नो विषयमा प्रश्न के गरेका छौँ भन्ने कुराहरू भन्नुभयो। तर सबभन्दा दुःख लाग्दो कुरा फरिन्द्रजीले उत्तर दिँदा UN मिसनका राजदूतै भनौँ है, प्रतिनिधिज्यू भनौँ, उहाँले उत्तर दिँदा भाषाका कुरा आउँदा नेपालमा नेपाली सबैले बुझ्छ, त्यसकारणले भाषामा समस्या हुन्न भनेर छैन भन्नुभयो। यसको अर्थ खस नेपाली भाषा सबैले बुझ्छ भन्नुभयो, भाषिक रूपमा समस्या छैन भन्नुभयो। अनि त्यहाँ चाहिँ हामी नेपाली टोलीहरू सबैजना दिदीबहिनी दाजुभाइ जति पनि हुनुहुन्थ्यो, धेरै दिदीबहिनी नै थिए है, त्यहाँ चाहिँ एकछिन हल्लै हन्न आवाज आयो के।
अनि हामीले चाहिँ उत्तिकै फेरि सिडो कमिटी हामी बोल्न नपाउने, सिभिल सोसाइटीका होइन एनजिओकाहरू बोल्न नपाउने, अनि त्यति नै खेर हामीले सिडो कमिटीलाई फेरि पर्सनली लबी गरेर नेपालमा 123वटा भाषाहरू बोलिन्छ होइन, 125वटा जात जाति छ सन् 2011को जनगणनाको तथ्याङ्क अनुसार। त्यस कारणले नेपालमा थोरै जनसङ्ख्यादेखि धेरै जनसङ्ख्या भएका बसोबास गर्ने जातिहरू छ। त्यस कारणले नेपाली सबैले बुझ्दैन। इभन काठमाडौँ राजधानीका वरिपरि बस्ने नेवार दाजुभाइ दिदीबहिनीहरू पनि नेवार बुझ्दैन भने धेरै दुर्गम क्षेत्रमा बस्ने नेपाली आदिवासीहरूले झन् कसरी बुझ्छ? यो कुरा चाहिँ तपाईँहरूले उठाइदिनु पर्यो भन्ने कुराहरू भयो होइन। र यो कुराहरू हामीलाई आदिवासीलाई आएको 15वटा 1देखि 53वटा बुँदाहरू जुन छ नि सिफारिसहरू, त्यसमा चाहिँ त्यो मध्येमा चाहिँ स्वास्थ्यमा र शिक्षाहरूमा होइन मातृभाषामा शिक्षा हुनुपर्छ र स्थानीय भाषामा बुझ्ने भाषामा त्यहाँका जनताहरूले त्यहाँका महिलाहरूले बुझ्ने भाषामा हुनुपर्छ भनेर चाहिँ आएको छ, जुन चाहिँ हामीलाई धेरै खुसी लागेको छ। जीवु तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा खया थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगु लोमङ्का दिमते नेवाला। अब यो चाहिँ त्यहाँ बैठकमा भएका कुरा र त्यहाँबाट सिफारिस भएका कुराहरू भयो। अब यसपछिको कार्यान्वयनको सवालमा तपाईँको राष्ट्रसङ्घका मानिसहरूले यो सवाललाई लिएर फलोअप गरेछ कि छैन, यहाँ सम्पर्क गरेको छ कि छैन, तपाईँहरूको सम्पर्कमा छ कि छैन, केसम्म भएको छ, यो विषयमा पनि बताइदिनुहोस्। हालसालै नेपालमा संयुक्त राष्ट्र सङ्घको युएनको सिडो कमिटीको भाइलेन्स अगेन्स्ट वुमनको स्पेसल ऱ्यापोर्टियर नेपाल आउनुभएको छ। नेपाल आउनुभएको छ र उहाँले विभिन्न महिलाका सङ्घ संस्थाहरूसँग र यो जुन 16वटा सिडो रिपोर्टहरू बुझाएको छ त्यसका प्रतिनिधिहरूसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा भेटघाट कार्यक्रमहरू होइन छलफल कार्यक्रमहरू जारी गर्नुभएको छ। र अस्ति मात्रै युएन वुमन नेपाल र युएनडिपी नेपालले एउटा हामीलाई मध्यस्थकर्ताको रूपमा मिलाएर एउटा मिटिङ राखिदिनु भयो आदिवासी महिलाहरूलाई। र हामी 4वटा कन्सोर्टियम जसले सिडोको स्याडो रिपोर्ट बुझाएका थियौँ र लगायत एलजिबिटिआईका दिदीबहिनीहरू होइन र हाम्रो यो अनि अरू जुन ट्राफिकिङमा काम गर्नुभएका दिदीबहिनीहरू र विभिन्न आदिवासीका सङ्घ संस्थाकाहरू झन्डै 24-25 जना हामीहरू थियौँ। युएन हाउस पुल्चोकमा नै हाम्रो मिटिङ भएको थियो र त्यहाँ पनि हामीले प्रष्ट रूपमा हामीले सिडोका कुराहरू पनि राख्यौँ होइन। र अहिले चाहिँ सिडोको जेनरल रेकमेन्डेसनमा पनि र अहिले हामीले फेरि सिडोको जुन यो सिडोको स्याडो रिपोर्ट बुझाएर अवस्था र कार्यान्वयनको जुन नेपाल सरकारलाई सिफारिस आएको छ त्यो अवस्थामा उहाँ आउनु चाहिँ हाम्रो लागि ठुलो सुनौलो मौका छ होइन। र हामीले उहाँसम्म चाहिँ कुराहरू राख्यौँ, कति छुटेका कुराहरू राख्यौँ र उहाँले हामीलाई सत्य तथ्यहरू के छन् त अझ तपाईँहरूले मलाई दिन सक्नुहुन्छ भनेर हामी त्यो तयारीमा पनि लागेका छौँ होइन। र हामीले उहाँलाई भन्यौँ हामीले चाहिँ अब त्यो सिडोको स्याडो रिपोर्ट र जुन यो निष्कर्ष सुझावहरू सरकारलाई आएको छ त्यसलाई पनि नेपालीमा उल्था गरेर हामीले चाहिँ स्थानीय तहका दिदीबहिनीहरू र सरकारी गैर सरकारी र संस्थाका र साझेदारी संस्थाका प्रतिनिधिज्यूहरू होइन र राजनीतिका दलका ज्यूहरूसँग पनि हामीहरू कार्यक्रम गर्ने विचार छ। र त्यो किताब हामीले त्यो विमोचन गरेर हामीले ग्रासरुटसम्म पनि पुर्याउने हाम्रो योजना छ भन्ने कुराहरू उहाँसँग भयो। उहाँले हामीलाई कति प्रश्नहरू पनि सोध्नुभयो, अब तपाईँहरू कसरी जानुहुन्छ अब के गर्छु भनेर भन्नु। हजुर, अनि यहाँ चाहिँ कतिजना आदिवासीहरू छ त
भनेर पनि सोध्नुभयो। 49वटा आदिवासी छ होइन नेपालमा, लोपोन्मुख, अति सीमान्तकृत, विकासबाट वञ्चित र उन्नत जातिका 5 क्याटेगोरीमा पनि गरेको छ। यसको डाटा पनि हामीले तपाईँलाई उपलब्ध गराउँला भन्ने कुराहरू भयो होइन। अब उहाँ यहाँ आएपछि अन्तर्राष्ट्रिय जगतको प्रेसर पनि एउटा नेपाल सरकारलाई हुन्छ होइन। र उहाँले जुन यो महिला विरुद्ध हुने हरेक प्रकारको भेदभाव उन्मूलन महासन्धि छ त्यसको जेनरल रेकमेन्डेसनमा पनि उहाँले हाम्रा मुद्दाहरू त्यहाँ हाम्रा सिफारिसहरू त्यहाँ पुर्याउनलाई सहयोग पुर्याउनुहुन्छ र उहाँले फेरि नेपाल सरकारलाई कार्यान्वयन गर्ने दबाब पनि सृजना हुन्छ। उहाँले चाहिँ सरकारका प्रतिनिधिहरू अरूसँग चाहिँ भेटेको यो कुरा राखेको कुरा पनि ल्याउनु भयो कि तपाईँहरूसँग छलफल गरिसकेपछि मात्र जाने भन्ने उहाँहरूले कुरा गर्ने भन्ने कुरा गर्नु आउनुभएकै पहिलोचोटि हामीसँग मिटिङ भयो। हिजो ओरेकसँग भयो, अल्पाबेटामा ओरेक भन्ने संस्थासँग भयो, त्यहाँ दिदीबहिनीहरूसँग भयो। अब आज कोहरूसँग छ थाहा भएन होइन। अवश्य पनि अहिले निष्कर्ष सुझाव नेपाल सरकारलाई आइसकेको भएर होइन। र सबभन्दा महत्त्वपूर्ण त संविधान संशोधन गर भन्ने नै आइसकेपछि नेपाल सरकारसँग उहाँ त अवश्य पनि भेट्नुहुन्छ प्रतिनिधिहरूसँग होइन। मानव अधिकार आयोग, महिला आयोगहरूसँग पनि भेट्नुहुन्छ होला जहाँसम्म मलाई लाग्छ। यो त एकदम ठुलो अपर्च्युनिटी हो सरकार र हामी एज अ सिभिल सोसाइटी हाम्रो लागि भन्ने हामीलाई लाग्छ। यसको अर्थ चाहिँ संविधान संशोधनको लागि अन्तर्राष्ट्रिय जगतबाट प्रेसर बढ्ने छ यो सरकारलाई आदिवासी जनजाति महिलाहरूको आत्मनिर्णयको अधिकार सुनिश्चित गर्नको लागि, आदिवासी जनजातिहरूको अधिकार सुनिश्चित गर्नको लागि अन्तर्राष्ट्रिय जगतबाट प्रेसर चाहिँ यो सरकारले कतिको थाम्छ, के गर्छ भन्ने कुरा हेर्न बाँकी छ। हामी एकदम कस्तो प्रकारले सरकारले यसलाई इम्प्लिमेन्ट गर्छ कि गर्दैन भन्ने कुरामा हामीलाई धेरै ठुलो चासो पनि छ र गर्नै पर्छ भन्नेमा पनि हामी विश्वस्त छौँ। तपाईँहरू के गर्नुहुन्छ त? अब तपाईँहरू चाहिँ आदिवासी जनजाति महिला अभियान त आदिवासी जनजातिहरू सङ्घ संस्थाहरू धेरै छन्। अब यो कुरा आइसकेपछि तपाईँहरू के गर्नुहुन्छ? अब तपाईँहरूले दबाब दिनुहुन्छ सरकारलाई? हामीले नगरेका पनि होइनौँ, धेरैचोटि हामीले मेमोरेन्डमहरू बुझाएका छौँ, धर्नाहरू बसेका छौँ, र्यालीहरू गरेका छौँ, सरकारका मन्त्रालय गएर दबाबहरू पनि सिर्जना नगरेका होइनौँ, गरेका छौँ र गरी पनि रहनेछौँ हामी होइन। अब हामीलाई चाहिँ ठुलो काँधमा ठुलो भारी बोकाएको छ होइन, झन् ठुलो, र यसलाई बिसाउनको लागि हामीले त एक्सनमा त आउनु नै पर्छ होइन। र हामीलाई सरकार भनेको चाहिँ हाम्रो पेरेन्ट्स जस्तो होइन, बाउआमा जस्तो हो। हामीलाई पुगेका नपुगेका, हामीलाई दुःख भएका वा हामीसँग सुखका कुराहरू दुःखका कुराहरू हरेक कुरा जोडिएको गाँसिएको हुन्छ। अभिभावकै हो सरकार होइन। कसैलाई काख कसैलाई पाख गर्नु हुँदैन। बाउआमाको माया सबैप्रति बराबर हुन्छ। तर हेर्दाखेरि हामी आदिवासीहरू अलि पाखै परेको हो कि अति हामीलाई सीमान्तकृत गरिएको हो कि भन्ने प्रश्न पनि कता कता छोराछोरीमा पनि भेदभाव गरेको हो कि अब तपाईँहरू के गर्नुहुन्छ? आउँछ हैन। सिडो समितिको चाहिँ सिफारिस आइसकेपछि त्यो कार्यान्वयनको लागि के गर्नुहुन्छ? अब हामीले यसलाई जति भन्दा सक्दो प्रचार प्रसार गरेर सबैको सहयोग युनिटी चाहियो, सोलिडारिटी चाहियो हैन। त्यसमा हामी नेटवर्किङ गरेर काम पनि गर्नुपर्ने भयो। खाली आदिवासी महिला मात्रै सीमित भएर भएन, आदिवासी जनजातिको मात्रै सहयोग मात्रै भएर पनि भएन। हामीलाई अन्तर्राष्ट्रिय जगतको सङ्घ संस्थाको पनि हामीलाई सहयोग चाहियो, हामीलाई सरकारको पनि सहयोग चाहियो, हामीलाई राजनीतिक दलहरूको पनि सहयोग चाहियो, हामीलाई सबै नेपालमा भएका नागरिक समाजहरूको सहयोग चाहियो हैन, जसले गर्दा हामी मजबुत र बलियो हुनेछौँ। अवश्य पनि हामीलाई उहाँहरूले ठुलो विश्वास दिलाएर सहयोग गर्नुहुनेछ भन्नेमा चाहिँ विश्वस्त छु। सहयोगको आशा गर्नुभयो? आशा गरेको छु। तपाईहरु चाहिँ हजुर के गर्नुहुन्छ त्यसको लागि? लभिङ, त्यसको लागि बुझाउने, चेतना दिने, जानकारी गराउने त्यस्ता कार्यक्रम गर्नुहुन्छ कि दबाबै दिने, सडकमै उत्रने कार्यक्रम गर्नुहुन्छ? खाली दबाब मात्रै पनि होइन हैन, दबाब दिनु भन्दा चेतना दिनु पनि त ठुलो कुरा छ। गाउँघरका दिदीबहिनीहरूलाई बुझाउनु पर्यो आफ्ना हक अधिकारहरू के हुन्, अन्तर्राष्ट्रिय जगतमा आदिवासीको लागि बोल्ने हक अधिकारका संयन्त्रका कुराहरू, संयुक्त राष्ट्र सङ्घका संयन्त्रका कुराहरू हैन, त्यो कुराहरू के हुन् र इभन सिडको यो सिफारिसका कुराहरू
र सिडोको स्याडो रिपोर्टमा हामीले उठाइएका कुराहरू हुन त हामीले जिल्लाबाट दिदीबहिनीहरू बोलाएर हामीले उहाँहरू समक्ष प्रस्तुत पनि गरेका हौँ र त्यहाँबाट के आयो भन्ने कुराहरूलाई चाहिँ उहाँहरू समक्ष प्रस्तुत गर्ने पनि हाम्रो उत्तरदायित्व हो। हामीले सरकारलाई मात्रै औँला देखाउने होइन, हामीले पनि हाम्रो समुदायको लागि के गरिरहेका छौँ त, हामी उत्तरदायी छ कि छैनौँ त भन्ने पनि ठुलो प्रश्न छ। कति सफल भयौँ वा भएन भन्ने पनि हामी समक्ष ठुलो प्रश्न छ होइन। त्यस कारणले गर्दाखेरि हामीले पनि हाम्रो समुदायलाई सशक्त बनाउन जरुरी छ, बलियो बनाउन जरुरी छ र हामीले यसलाई नेपालीमा उल्था भएपछि सबै भाषामा गर्ने पनि त हामीसँग क्षमता पनि हुनु पर्यो होइन। क्षमता भन्दा पनि रिसोर्सेस हुनु पर्यो, त्यसले गर्दा गाह्रै छ र नेपाली चाहिँ धेरैले कति ठाउँमा चाहिँ बुझ्छ र त्यस्तै मातृभाषा बुझ्ने दाजुभाइ दिदीबहिनीहरूलाई प्रयोग गरेर उहाँहरूको समुदायमा सम्म हामीले पुर्याउने कोसिसमा छौँ हामी होइन। र हामी अहिले त्यसमा एकदम सशक्त भएर लागिरहेको पनि छौँ। तपाईँले समय दिनुभयो, यति धेरै कुरा जानकारी गराउनुभयो, आफ्नो विचार राख्नुभयो, यसको लागि धन्यवाद। फेरि भेटौँला, नमस्कार। हजुर, यहाँलाई पनि धेरै धेरै नमस्कार। इन्डिजिनियस टेलिभिजनलाई यहाँहरूले मलाई मौका दिनुभयो, आफूले जानेका कुराहरू र अनुभव गरेका सिकेका कुराहरूलाई यहाँहरू सबै समक्ष मैले दुई शब्द भन्न पाउँदा धेरै खुसी लाग्यो। जोजोलपा होर्चे। सुभाया होर्चे। तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु ने नेवा ख्या खिची बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगो लोमंका दिमते नेवाला